Part 1. Way of doing scooter trial. Watch 0 hours 1 minute and 35 seconds for lick hit questions answer. First enter from right or left side where you feel confident and practiced more. After entering, take the turn from edge or corner side, rather than from center. Don't panic while doing it, because you still have chance. If you touch the line, but if you hit the cone, or if you go out of the circle, then you are fail. After completing 8, you have to go through narrow paths, so be confident. And hold your handle tightly and don't go off the path. Be careful before you enter the U-turn. You have to turn on the indicator and, again, be careful after you come out. You have to immediately turn off the indicator. If there is red light, then you have to stop. And if you have touched the zebra crossing, then you must go on speed breaker slowly. Then you will see the ramp and you have to stop between the two lines. You can use both of your legs to stop. From scooter and single leg if you are on bike. Congrats, you have completed your trial test. And wait for your result from the department. Now let's move on to lick hit questions and answer. Part 1. नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभाग वर्ग क ए र ट को सवारी चालक अनुमति पत्रको लागि लिखित परीक्षाका प्रश्नहरू। सवारी सञ्चालन सम्बन्धी ज्ञानमा सबैभन्दा सुरुमा छ भाग 1 मा छ सवारी सञ्चालन सम्बन्धी ज्ञान। प्रश्न नम्बर 1, जेब्रा क्रसिङ केको लागि प्रयोग गरिन्छ? पैदल यात्रीले बाटो काट्न जेब्रा क्रसिङको प्रयोग गरिन्छ। बढी उकालोमा सवारी चलाउँदा कुन गियरमा चलाउनु पर्छ? 1 गियरमा चलाउनु पर्छ। ओभरटेक गर्दा कुन साइडबाट गर्नुपर्छ? ओभरटेक गर्दा दायाँ साइडबाट गर्नुपर्छ। निम्न मध्ये सवारी चालकको कर्तव्य कुन हो भनेको छ? हिफाजतका साथ सवारी चलाउने, ट्राफिक नियमको पालना गर्ने, निषेधित कार्य नगर्ने। गुडिरहेको मोटरसाइकललाई एक्कासी रोक्नु पर्यो भने के गर्नुपर्छ? दुवै ब्रेकलाई एकैपटक थिच्ने। मोटरसाइकल दर्ता गर्ने निकाय कुन हो? मोटरसाइकल दर्ता गर्ने निकाय यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय। इम्बोस्ड नम्बर प्लेट बिग्रिएमा के गर्नु पर्दछ? इम्बोस्ड नम्बर प्लेट बिग्रिएमा यातायात व्यवस्था कार्यालयमा निवेदन दिने। इम्बोस्ड नम्बर प्लेट भनेको के हो? प्लेटमा उठाएर अङ्क, अक्षर र अङ्क लेखेको। रातको समयमा गाडी पार गर्दा बालिने लाइट कुन हो? पार्किङ लाइट। सवारी चालक अनुमति पत्र लिन कस्तो फारम भर्नु पर्दछ? हस्तलिखित फारम, अनलाइन फारम। निम्नमध्ये सवारी चालकको कर्तव्य कुन हो? कन्डिसन चेक गरेर गाडी चलाउने। ड्राइभिङ प्रशिक्षण केन्द्रको कार्य तलका मध्ये कुन हो? सवारी चलाउन प्रशिक्षण दिने। कुन अवस्थामा सवारी साधन चलाउनु हुँदैन? मादक पदार्थ सेवन गरेको अवस्थामा, कलर छुट्याउन नसक्ने भएमा। सडक पार गर्दा कसलाई प्राथमिकता दिनुपर्दछ? स्कुले विद्यार्थीलाई, शारीरिक अपाङ्गता भएका व्यक्तिलाई, बुढाबुढीलाई। ओभरटेक गर्न अगाडिको सवारीलाई कसरी सङ्केत गर्ने? हेडलाइट बालेर, हर्न बजाएर, साइड लाइट बालेर। पैदल यात्रीले कुन कुन स्थानबाट बाटो काट्नु पर्दछ? जेब्रा क्रसिङ, सबवे, आकाशी पुल। सहरी इलाकामा सवारी चलाउँदा के गर्नु पर्दछ? गति सीमित गर्नु पर्दछ। आपतकालीन सवारी कुन हो? सब वाहन, दमकल र एम्बुलेन्स। आफ्नो सवारीभन्दा पछाडिको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु पर्दछ? स्लो गरी साइड दिने। जेब्रा क्रसिङको रेखाङ्कन कुन रङले गरिएको हुन्छ? सेतो र कालो रङले। टर्निङमा गाडी चलाउँदा कसरी चलाउनु पर्दछ? सकभर लो गियरमा चलाउने, स्पिड कम गर्ने, टर्निङ अगाडि नै 2-3 पटक हर्न बजाउने।
सवारी साधन दायाँ मोड्दा के गर्नु पर्दछ? सवारी साधन दायाँ मोड्दा दायाँ साइडलाई दी मोड्ने। साइड रोडमा मेन रोडमा पस्ने बेलामा चालकले के गर्नु पर्दछ? सिग्नल दिँदै सुरक्षित गतिमा प्रवेश गर्ने। लुकिङ ग्लास कुन समयमा हेर्नु पर्दछ? ओभरटेक गर्दा मात्र लुकिङ ग्लास ओभरटेक गर्दा मात्र हेर्ने, ब्याक गर्दा मात्र हेर्ने, दायाँ अथवा बायाँ मोड्दा मात्र हेर्ने। कस्तो क्षेत्रले हर्न बजाउनु हुँदैन? विद्यालय र अस्पताल नजिक। मोटरसाइकल चलाउँदा टाउको बचाउने मुख्य उपाय के हो? हेलमेट लगाउने। पानी परेको बखत सवारी चलाउँदा के कुरामा विशेष ध्यान दिनु पर्दछ? चक्का चिप्लाने, ब्रेक नलाग्ने, पैदल यात्रुलाई हिले छ्यापिने। आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा पाउने? ब्रेक लाइटबाट। दुई पाङ्ग्रे सवारी साधनमा कतिजनासम्मको यात्रा गर्न मिल्छ? 2 जना। कस्तो अवस्थामा ओभरटेक गर्नु हुँदैन? जेब्रा क्रसिङमा अगाडिको गाडीले ओभरटेक गरिरहेको अवस्थामा, कुहिरो लागेको बेलामा। मोटरसाइकल चलाउनु पूर्व कुन कुरामा ध्यान दिनु पर्दछ? सवारीको अवस्था हेर्ने, इन्धन कति छ भनेर चेक गर्ने, क्लच र एक्सिलेटरको अवस्था चेक गर्ने। विद्यालय तथा अस्पताल अगाडि सवारी चलाउँदा के गर्नु हुँदैन? हर्न बजाउनु हुँदैन, तीव्र गतिमा चलाउन, ओभरटेक गर्न। वर्गाकार ट्राफिक चिन्हले के जनाउँदछ? सूचनामूलक। रातको समयमा ओभरटेक गर्न अगाडिको गाडी सवारीलाई कसरी सङ्केत दिनु पर्दछ? हेडलाइट र डिम गरेर। हेडलाइट हाई र डिम गरेर। गोलो घुम्तीमा कताबाट आउने सवारी साधनलाई पहिलो प्राथमिकता दिनुपर्दछ? दायाँबाट आउनेलाई। लेन अनुशासन भनेको आफ्नो लेनबाट मात्र सवारी चलाउने। कुन सवारीमा गति सीमित हुँदैन? दमकल, एम्बुलेन्स र विशिष्ट सवारीमा। फुटपाथ किन बनाइएको हो? पैदल यात्री हिँड्न। ट्राफिक प्रहरीले गल्ती देखाई सवारीलाई रोकेमा कस्तो व्यवहार गर्नु पर्दछ? नम्रतापूर्वक गल्ती महसुस गर्ने। सडकको रेखाङ्कन कुन रङको प्रयोग गरिन्छ? सडकको रेखाङ्कन कुन रङको प्रयोगबाट गरिन्छ? सेतो र पहेँलो। साइड रोडबाट मेन रोडमा पस्ने बेलामा चालकले के गर्नु हुँदैन? सवारी साधनको गति बढाउनु हुँदैन, मेन रोडको बीच गाडी रोक्नु हुँदैन, सिग्नल नदी प्रवेश गर्न हुँदैन। अग्नि नियन्त्रण भनेको के हो? आगो निभाउन प्रयोग गरिने यन्त्र। मोटरसाइकल हाँकिरहेको बेला मोबाइलको घन्टी लगातार बज्यो भने के गर्नु पर्दछ? सुरक्षित तवरले किनारामा साइड लगाई फोन उठाउँछु र रोकिएर कुरा गर्छु। तपाईको सवारी पछाडि एम्बुलेन्स आएमा के गर्नुहुन्छ? साइड दिने। सवारी चलाउँदा के गर्नु हुँदैन? मोबाइलमा कुरा गर्नु हुँदैन, मादक पदार्थ सेवन गर्नु हुँदैन, जथाभावी ओभरटेक गर्नु हुँदैन। नेपालमा सबैभन्दा बढी दर्ता भएको सवारी साधन कुन हो? मोटरसाइकल। मोटरसाइकलमा हरेक पटक गियर परिवर्तन गर्दा के थिच्नु पर्छ? क्लच। उकालो र ओह्रालो जाने मध्ये कुन चाहिँलाई पहिलो प्राथमिकता दिनुपर्दछ? उकालोमा गइरहेको सवारीलाई। सवारी साधन बायाँ मोड्दा के गर्नु पर्दछ? बायाँ साइडलाई ती मोड्ने। मोटरसाइकल चलाउँदा के अनिवार्य छ? हेलमेट लगाउने। सवारीलाई मोड्दा कुन बत्ती बाल्नु पर्दछ? साइड लाइट। सवारी चालकले कस्तो अवस्थामा सवारी चलाउनु हुँदैन? देख्ने शक्ति राम्रो नभएको अवस्थामा, थाकेको अवस्थामा, मदिरा सेवन गरेको अवस्थामा। सडक पार गर्दा कसरी गर्नु पर्दछ? जेब्रा क्रसिङबाट बिस्तारै पार गर्नु पर्दछ। कुन स्पिडमा तुलनात्मक रूपमा इन्धनको खपत कम हुन्छ? हाई स्पिडमा चलाउँदा। इलेक्ट्रिक स्कुटरले तलका मध्ये के गर्नु पर्दछ? सवारी
दर्ता गर्नुपर्छ, सवारी चालक अनुमति पत्र लिनुपर्छ, हेलमेट लगाएर मात्र चलाउनुपर्छ। साइड रोड भनेको कस्तो सडक हो? मूल सडकमा जोडिने साना सडक। ओभरटेक भइरहेको बेला सवारी कुन गियरमा राख्नुपर्दछ? 1 नम्बर गियरमा। सवारीको सुरक्षा भन्नाले केलाई बुझाउँछ? सवारीको सुरक्षा भन्नाले केलाई बुझाउँछ? सवारीको लक गर्ने। के कारणले गर्दा मोटरसाइकल बढी दुर्घटना हुने गर्दछ? अनियन्त्रित गतिमा चलाउँदा, ट्राफिक नियमको पालना नगर्दा, ओभर कन्फिडेन्ट हुँदा। सडकको किनारा कस्तो रङले मार्किङ गरिएको हुन्छ? पहेँलो। 81 मोटरसाइकल रोक्दा के गर्नु पर्दछ? दुवै ब्रेक एकैचोटि लगाउने। मोटरसाइकलमा सबैभन्दा महँगो पार्ट्स कुन हो? इन्जिन। सवारी साधन चलाउँदा के कुरामा ध्यान दिनु पर्दछ? अगाडिको सवारी कता जाँदैछ हेर्ने, सकभर आफ्नो लेन सवारी चलाउने, आफ्नो पछाडिको सवारीको गति हेर्ने। पछाडिबाट आइरहेको सवारीले ओभरटेक गर्न लाग्दा के गर्नु हुँदैन? आफ्नो गाडीको गति बढाउनु हुँदैन, हर्न बजाउनु हुँदैन, आफ्नो सवारी स्लो नगरी साइड दिनु हुँदैन। साइकलको मुख्य काम के हो? छिटो चरित्र यात्रा गर्ने। सवारी आवागमनलाई नियमन गर्ने सरकारी निकाय कुन हो? यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी। पानीमा चक्का डुबेमा कुन गियरमा लगाउनु पर्दछ? 1 नम्बर गियरमा। हर्नको प्रयोग कसरी गर्नु पर्दछ? नभई नहुने परिस्थितिमा मात्र प्रयोग गर्ने। सडक पार गर्दा कसलाई प्राथमिकता दिइरहनु पर्दैन? निजी सवारीलाई। तपाईको सवारी पछाडि दमकल आएमा के गर्नु हुन्छ? तपाईको सवारी पछाडि दमकल आएमा के गर्नुहुन्छ? साइड दिने। सार्वजनिक सवारी साधनमा कतिजनासम्मले यात्रा गर्न मिल्छ? सिट सङ्ख्या बराबर, जति सिट छ त्यतिजनाले यात्रा गर्न मिल्यो। कस्तो अवस्थामा सवारी साधनहरू चलाउँदा एक आपसको दूरी बढी राख्नु पर्दछ? हुस्सु र कुहिरो लागेको बेलामा सवारी साधनको दूरी चाहिँ टाढा गराउनु पर्यो। भिआइपी सवारी चलेको बेलामा आफ्नो सवारीलाई के गर्नु पर्दछ? रोकेर साइड दिने। तलका मध्ये कुन सवारी सडकमा गुड्दैन? रेल, प्लेन, पानीजहाज। लुकिङ ग्लासको प्रयोग कस्तो अवस्थामा गरिरहनु पर्दैन? जेब्रा क्रसिङ गर्दा। लुकिङ ग्लासको प्रयोग कस्तो अवस्थामा गरिरहनु पर्दैन? जेब्रा क्रसिङ गर्दा। सवारी चलाउनु पूर्व कुन कुरामा ध्यान दिनु पर्दछ? सवारीको अवस्था, इन्धन, क्लच र एस्केलेटर चेक गर्ने। जेब्रा क्रस सडकको कुन भागमा गर्नु पर्दछ? मुख्य चोकमा। कस्तो ठाउँमा सवारीको गति कम गर्नु पर्दछ? दोबाटो, चौबाटो, बस्ती बाक्लो भएको ठाउँमा। ओह्रालोमा मोटरसाइकल चलाउँदा के गर्दा बढी सुरक्षित हुन्छ? बिस्तारै ब्रेक लगाउँदा। कुन सवारी साधनको चालकले यात्रा गर्दा बुलुक बगिरहनु पर्दैन? गियरवाला साइकल। 1 नम्बर गियरमा मोटरसाइकल चलाउँदा उपयुक्त सडक कुन हो? 1 नम्बर गियरमा मोटरसाइकल चलाउँदा उपयुक्त सडक कुन हो? उकालो सडक, तेर्सो सडक, नौरो सडक, त्यसमध्ये उकालो सडक। कस्तो सडकमा सार्वजनिक सवारी सञ्चालन गर्नु हुँदैन? कस्तो सडकमा सार्वजनिक सवारी सञ्चालन गर्नु हुँदैन? रुट कायम नभएको। कुन सवारी साधन चलाउँदा हेलमेटको प्रयोग अनिवार्य छैन? इलेक्ट्रिक साइकल। सुरक्षित पार्किङ भन्नाले के बुझिन्छ? पार्किङ स्थलमा पार्किङ। बाक्लो कुहिरो र हुस्सु लागेको बेला सवारी साधन देख्न कुन बत्ती बाल्नु पर्दछ? फग लाइट। सवारी साधनको पछाडिको रातो बत्ती कुन अवस्थामा बल्दछ? ब्रेक लगाउँदा। विद्युतीय सवारीमा तलका मध्ये कुन पर्दैन? ग्यास टेम्पो।
अस्पताल वा विद्यालय नजिक सवारी चलाउँदा कसरी चलाउनु पर्दछ? सतर्कपूर्वक, बिस्तारै, हर्न नबजाई। उकालोमा गाडी रोक्दा के गर्नु पर्छ? ओट लगाउने, पहिलो गियरमा राख्ने, ह्यान्ड ब्रेक लगाउने। आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा पाउन सकिँदैन? आफूभन्दा अगाडिको गाडीको स्पिड कम हुँदै गएको केबाट थाहा पाउन सकिँदैन? मोबाइल फोनबाट सकिँदैन। सवारी चलाउँदा सिट बेल्टको प्रयोग किन गरिन्छ? सवारी चलाउँदा सिट बेल्टको प्रयोग किन गरिन्छ? दुर्घटना भए कम क्षति होस् भने। टी जक्सन आइपुग्न लाग्दा आफ्नो सवारीलाई के गर्नुपर्छ? टी जक्सन आइपुग्यो भने आफ्नो सवारीलाई के गर्ने? गति कम गरी बाटो सुरक्षित भएपछि मात्र अघि बढ्ने। घुमेर जाने र सिधा जाने सवारीमध्ये कुन सवारीलाई प्राथमिकता दिनुपर्दछ? घुमेर जाने र सिधा जाने सवारीमध्ये कुन सवारीलाई प्राथमिकता दिनुपर्दछ? सिधा जानेलाई। सडकमा ट्राफिक बत्तीहरू कुन क्रमले बल्दछ? सवारी बत्तीहरू हरियो, पहेँलो, रातो। फग लाइट कस्तो रङको हुन्छ? फग लाइट पहेँलो। बुलुबुक कहाँ राख्नुपर्छ? चालकसँग। मोटरसाइकलमा दायाँ खुट्टाले के नियन्त्रण गर्दछ? ब्रेक। मोटरसाइकलमा बायाँ खुट्टाले के नियन्त्रण गर्दछ? गियर। दुई पाङ्ग्रे सवारीमा बायाँ हातले के नियन्त्रण गर्छ? दुई पाङ्ग्रे सवारीमा बायाँ हातले के नियन्त्रण गर्छ? क्लच, ब्रेक। दुई पाङ्ग्रे सवारीमा दायाँ हातले के नियन्त्रण गर्दछ? दुई पाङ्ग्रे सवारीमा दायाँ हातले के नियन्त्रण गर्छ? क्लच, एस्केलेटर। ब्रेक, एस्केलेटर। पाङ्ग्रे सवारीमा फुट ब्रेक कुन चक्कामा लाग्दछ? दुई पाङ्ग्रे सवारीमा फुट ब्रेक कुन चक्कामा लाग्दछ? पछाडिको चक्कामा। मोटरसाइकलमा कुन गियर हुँदैन? मोटरसाइकलमा ब्याक गियर। कस्तो सडकमा ब्रेक फेल हुँदा सबैभन्दा बढी खतरा हुन्छ? ओह्रालो सडकमा। तपाईँ आफ्नो मोटरसाइकल कसरी स्टार्ट गर्नुहुन्छ? गियर चेक गरेर। पछाडिबाट भिआइपी सवारी आइरहेको अवस्थामा आफ्नो सवारीलाई के गर्नुहुन्छ? गति कम गरेर साइड दिन्छु। सवारी चलाउँदा पानी परेको बेला अगाडि केही देखिएन भने के गर्नुपर्दछ? वाइपर चलाउँछ। सहरी इलाकामा प्रति घण्टा कति किलोमिटरभन्दा बढी गतिमा सवारी चलाउनु हुँदैन? सहरी इलाकामा प्रति घण्टा कति किलोमिटरभन्दा बढीको गतिमा सवारी चलाउनु हुँदैन? 40 किलोमिटर। कस्तो सडकमा सवारी साधन कम गतिमा चलाउनु पर्दछ? कस्तो सडकमा सवारी साधन कम गतिमा चलाउनु पर्दछ? पैदल यात्री क्रसिङमा। पैदल यात्री क्रसिङमा। सवारी साधन पार्किङ कहाँ गर्नु पर्दछ? पार्किङ लेखेको ठाउँमा। कस्तो अवस्थाको गाडी हाँक्नै हुँदैन? ब्रेक बिग्रिएको। चालकमा हुनुपर्ने गुण के हो? धैर्य रहने, अरूप्रति सद्भाव राख्ने, पूर्वानुमान लगाउन सक्ने। सवारी पार्किङ गर्न नपाइने स्थान कुन हो? सवारी पार्किङ गर्न नपाइने स्थान कुन हो? घर वा कार्यालयको गेट अगाडि, उकालो सडकमा, ओह्रालो सडकमा। सवारी चालकले जेब्रा क्रसिङमा के गर्नुपर्छ? कम गतिमा चलाउने। बीच बाटोमा मोटरसाइकल बिग्रिएमा के गर्नुहुन्छ? रोकेर साइड लगाउँछु। कस्तो अवस्थामा क्लच थिचेर मोटरसाइकललाई चलाउन खतरा हुन्छ? कस्तो अवस्थामा क्लच थिचेर मोटरसाइकललाई चलाउन खतरा हुन्छ? ओह्रालोमा, बढी स्पिडमा, मोडमा। मोटरसाइकलमा के गर्दा गति बढ्दछ? एस्केलेटर बढाउँदा। ओह्रालोमा मोटरसाइकल चलाउँदा के थिचियो भने बढी खतरा हुन्छ? क्लच थिच्दा। ओभरटेक गर्दा कुन गियरमा प्रयोग गर्नु पर्दछ? आवश्यकता अनुसार उपयुक्त गियर।
कस्तो अवस्थामा अरू सवारीलाई ओभरटेक गर्ने इसारा गर्नु हुँदैन? कस्तो अवस्थामा अरू सवारीलाई ओभरटेक गर्ने इसारा गर्नु हुँदैन? घुम्ती आउने बेलामा, अगाडिबाट सवारी आइरहेको अवस्थामा, गाडीको सडक साँघुरो भएको अवस्थामा। सवारी चालक भन्नाले कसलाई बुझाउँछ? सवारी चालक भन्नाले कसलाई बुझाउँछ? सवारी चालक अनुमति पत्र लिएको व्यक्तिलाई। स्कुटर चालकले दाहिने खुट्टाले के नियन्त्रण गर्छ? स्कुटर चालकले दाहिने खुट्टाले के नियन्त्रण गर्छ? कुनै पनि होइन भनेको छ यसमा। क्लच, पछाडिको ब्रेक, अगाडिको ब्रेक भनेको छ। स्कुटरले खुट्टाले केही पनि गर्दैन। मोटरसाइकल चालकको साथमा अनिवार्य हुनुपर्ने चिज के हो? ब्लू बुक, लाइसेन्स, हेलमेट। मोटरसाइकलको अधिकतम प्रति घण्टा कति हो? मोटरसाइकलको अधिकतम प्रति घण्टा कति हो? 50 किमी। ओभरटेक गर्न नहुने स्थान कुन हो? ओभरटेक गर्न नहुने स्थान दोबाटो स्थलमा, चौबाटो स्थलमा, मोड वा घुम्तीमा। सवारी हाँकिरहेको बेलामा कस्तो सवारी साधनलाई साइड दिनुपर्छ? हाँकिरहेको बेलामा उकालोमा आउँदै गरेको सवारीलाई, घामको दिशातिरबाट गइरहेको सवारीलाई, आकस्मिक सेवाका सवारीलाई। मन्द गतिमा सवारी सडकको कुन साइडबाट हाँक्नु पर्दछ? मन्द गतिमा सवारी सडकको कुन साइडबाट हाँक्नु पर्दछ? बायाँ साइडबाट। सवारी चालकमा हुनुपर्ने गुण के हो? सजगता, सहनशीलता, विनम्रता सबै पर्दछन् यसको। स्कुटर मोटरसाइकलमा कति पाउन्ड हावा भर्नु उपयुक्त हुन्छ? स्कुटर र मोटरसाइकलमा कति पाउन्ड जति हावा भर्नु उपयुक्त हुन्छ? 15 देखि 25 पाउन्डको बिचमा हावा भर्दा चाहिँ उपयुक्त हुनुभयो। बाक्लो बस्ती भएको इलाकामा प्रति घण्टा अधिकतम कति किलोमिटरको गतिमा सवारी चलाउनु पर्दछ? 40 किलोमिटरको। ब्रेथलाइजरले के काम गर्दछ? ब्रेथलाइजरले मादक पदार्थ सेवनको जाँच गर्दछ। 2मा छ सवारी ऐन नियम सम्बन्धी ज्ञान। यो सवारी ऐन नियम सम्बन्धीको बारेमा चाहिँ हामीले यसमा हेर्छौँ। अब सवारी चालक अनुमति पत्रको म्याद नागेको कति समयभित्र नवीकरण गराएमा जरिवाना लाग्दैन भनेको छ। 3 महिनाभित्रमा नवीकरण गर्नुपर्ने भयो। ज्यान मार्ने मनसाय राखी सवारी चलाई कुनै व्यक्तिको मृत्यु भएमा के सजाय हुन्छ? 20 वर्ष जेल सजाय हुने भयो। सरकारी मोटरसाइकलको नम्बर प्लेटमा कुन अक्षरले सङ्केत गरिन्छ भनेको छ? सरकारीमा ब लेखेको हुन्छ। सरकारी मोटरसाइकलको नम्बर प्लेटमा कुन अक्षरले सङ्केत गरिएको हुन्छ भनेको छ? ब भयो यसको। कति वर्ष पुराना भाडाका सवारी साधन सञ्चालन गर्न पाइँदैन भनेको छ? कति वर्ष पुराना भनेको छ यसमा? 15 वर्ष भयो। देखाएको कुन अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्न सक्छ? नम्बर प्लेट नराखी सवारी चलाएको, मादक पदार्थ सेवन गरी सवारी चलाएको, सडकमा गलत साइडबाट सवारी चलाएको अवस्थामा प्रहरीले कारबाही गर्न पाउँछ। ए वर्गको सवारी चालक अनुमति पत्रले कुन सवारी साधन चलाउन पाइन्छ भनेको छ? ए वर्गकोले मोटरसाइकल, स्कुटर र मोपेड चलाउन मिल्यो। विदेशी पर्यटकलाई यातायात सेवा प्रदान गर्न अनुमति प्राप्त सार्वजनिक सवारीलाई कुन सवारी भनिन्छ भनेको छ? पर्यटकीय सवारी भयो। वर्ग के वर्गको सवारी चालक अनुमति पत्रले कुन सवारी साधन चलाउन पाइन्छ भनेको छ? स्कुटर र मोपेड भयो के वर्गकोले। कस्तो सवारीलाई सवारी कर लाग्दैन भनेको छ? कूटनीतिक सवारीलाई सवारी कर लाग्दैन। कूटनैतिक सवारी। कार, जीप र डेलिभरी भ्यानको लाइसेन्स कुन वर्गमा पर्दछ भनेको छ? कार, जीप र डेलिभरी भ्यानको बी वर्गमा पर्छ। हराएको सवारी चालक अनुमति पत्रको सिफारिस पत्र बनाइदिने निकाय कुन हो भनेको छ? ट्राफिक प्रहरी कार्यालय हो। सवारी चालक अनुमति पत्रको निवेदन दस्तुर कति हो भनेको छ? सवारी चालक अनुमति पत्रको निवेदन दस्तुर कति हो भनेको छ यसमा? 500। मोटरसाइकलको सवारी चालक अनुमति पत्र लिन कति वर्ष उमेर पुरा भएको हुनुपर्दछ भनेको छ? 16 वर्ष।
कुन सवारीले तेस्रो पक्षीय बिमा गराउन आवश्यक छ? कुन सवारीले तेस्रो पक्षीय बिमा गराउन आवश्यक छ भनेको छ? भाडाका ठुला र साना सवारीले, निजी साना ठुला सवारीले, मोटरसाइकल स्कुटरले सबैले बिमा गराउन आवश्यक हुन्छ। सवारी चालक अनुमति पत्र प्राप्त गरेको कति समयपछि नवीकरण गर्नुपर्दछ भनेको छ? 5 वर्षमा नवीकरण गर्नुपर्छ। यातायात व्यवस्था कार्यालयहरू कुन सरकार मातहत रहेका छन् भनेको छ? प्रदेश सरकार मातहतका छन्। हरियो नम्बर प्लेटको सवारी भन्नाले कस्तो सवारीलाई बुझाउँछ भनेको छ? पर्यटक सवारीको नम्बर प्लेट हरियो हुन्छ। कुन सवारीले तेस्रो पक्षीय बिमा गराउन आवश्यक छैन भनेको छ? साइकलले चाहिँ आवश्यक छैन तेस्रो पक्षीय बिमा गराउन। सवारी दर्ताको प्रमाण पत्रको म्याद समाप्त भएको कति वर्ष नवीकरण नगरेमा स्वतः रद्द हुन्छ भनेको छ? 5 वर्ष। सवारी चालक अनुमति पत्र प्राप्त गर्न कुन कुन परीक्षा उत्तीर्ण गर्नुपर्दछ भनेको छ? लिखित परीक्षा, प्रयोगात्मक परीक्षा, मेडिकल जाँच सबै उत्तीर्ण गर्नुपर्छ। सवारी चालकको अवस्था देहायमध्ये कस्तो हुनुपर्दछ भनेको छ? देख्ने शक्ति राम्रो भएको, नथाकेको, मदिरा सेवन नगरेको। सवारी साधन कर तलका मध्ये कुन कार्यालयमा बुझाउनु पर्दछ? सवारी साधनको कर यातायात व्यवस्था कार्यालयमा बुझाउनुपर्छ। कुन सवारी चलाउने सवारी चालक अनुमति पत्रको लागि दरखास्त फारम बुझाउँदा सो फारम साथ ड्राइभिङ प्रशिक्षण केन्द्रको प्रमाणपत्र चाहिँदैन भनेको छ? मोटरसाइकलका लागि चाहिँदैन। सवारी चालक अनुमति पत्रमा उल्लेख नगरिएको विवरण कुन हो भनेको छ? शैक्षिक योग्यता चाहिँ राखिया हुन्न त्यसमा। प्रदूषण जाँच पास स्टिकर नभएको सवारी साधन निषेधित सडकमा लगिएमा के सजाय हुन्छ भनेको छ? प्रदूषण जाँच पास स्टिकर नभएको सवारी साधन निषेधित सडकमा लगिएमा के सजाय हुन्छ भनेको छ? जरिमाना। सवारी तथा यातायात व्यवस्था ऐन अनुसार मझौला र सानो सवारीको चालक अनुमति पत्र प्राप्त गर्न कति उमेर पुगेको हुन्छ भनेको छ? 18 वर्ष। सवारी चालक अनुमति पत्रको लिखित परीक्षा पास गरेपछि कति पटक प्रयोगात्मक परीक्षा दिन पाइन्छ भनेको छ? 3 पटकसम्म पाइन्छ। एकचोटि फेल भयो भने पनि 3 पटकसम्म चाहिँ हामीले इक्जाम दिन मिल्छ त्यसमा। सवारी चालक अनुमति पत्र लिनका लागि के कागजात चाहिन्छ भनेको छ? नागरिकताको प्रमाणपत्र, निरोगिताको मेडिकलको रिपोर्ट चाहियो। इन्भोइस नम्बर प्लेटमा झट्ट हेर्दा दिएका मध्ये कुन कुराको जानकारी हुँदैन भनेको छ? सवारी करको विवरण चाहिँ जानकारी हुँदैन नम्बर प्लेट हेरेर। ठुला तथा मझौला सवारीमा नपर्ने कुन हो भनेको छ? पिकअप र भ्यान। ठुला र मझौला सवारीमा नपर्ने पिकअप र भ्यान चाहिँ पर्दैन। सार्वजनिक सवारीमा प्रदूषण स्टिकरको म्याद कति अवधिको हुन्छ भनेको छ? सार्वजनिक सवारीमा प्रदूषण स्टिकरको म्याद 6 महिनाको हुन्छ। कस्तो सवारीको नम्बर प्लेट सेतो हुन्छ भनेको छ? सरकारी सवारीको सरकारी कार्यालयमा प्रयोग गरिने सवारीको सेतो हुन्छ। सवारी दर्ता प्रमाणपत्र ब्लू बुक भनेको के हो भन्छ? सवारीको सम्पूर्ण विवरण लेखेको प्रमाणपत्र ब्लू बुक भनेको। सवारी चालक अनुमति पत्रको बहाल अवधि म्याद कति वर्षको हुने अवस्था छ भनेको छ? यो 1 वर्ष, 2 वर्ष, 3 वर्ष यो कुनै पनि होइन लेखा छ। 1 वर्ष, 2 वर्ष, 3 वर्ष नि कुनै पनि पर्दैन यसमा। सवारी दर्ता प्रमाणपत्र कहिले नवीकरण गर्नुपर्दछ भनेको छ? म्याद सकिने बित्तिकै नवीकरण गर्दा राम्रो हुन्छ। अन्तर्प्रदेश सार्वजनिक सवारी साधनको भाडा निर्धारण कसले गर्छ भनेको छ? अन्तर्प्रदेश सार्वजनिक सवारी साधनको भाडा निर्धारण कसले गर्छ भनेको छ? यातायात व्यवस्था विभागले भाडा निर्धारण गर्छ। सवारी चालकले कुन कुन कागजपत्र अनिवार्य रूपमा साथ लिएर हिँड्नुपर्छ भनेको छ? सवारी दर्ताको प्रमाणपत्र, कर तिरेको प्रमाणपत्र, सवारी चालक अनुमति पत्र 3वटै बोकेर हिँड्नुपर्छ। निजी सवारीले सवारी कर कहिलेसम्म तिरिसक्नु पर्दछ भनेको छ? म्याद सकिएको 3 महिनाभित्रमा तिरिसक्नुपर्छ। सवारी चालक अनुमति पत्रको परीक्षा समितिको अध्यक्ष को हुने व्यवस्था छ भनेको छ? यातायात कार्यालयको प्रमुख भयो। आफ्नो सवारी साधनमा इन्भोइस नम्बर प्लेट जडान गर्नु परेमा कहाँ जानुपर्छ भनेको छ? यातायात व्यवस्था कार्यालय जानुपर्छ। सवारी साधनको जाँच पासको काम कसले गर्दछ? जाँच पासको काम यातायात व्यवस्था कार्यालयले।
मोटरसाइकलको सवारी चालक अनुमति पत्र लिन कति राजस्व बुझाउनु पर्छ भनेको छ। मोटरसाइकलको 1500 छ। मोटरसाइकलको पछाडिको भागमा राखिने इन्भोइस नम्बर प्लेटमा कति लाइनमा लेखिएको हुन्छ भनेको छ। 3 लाइनमा लेखिएको हुन्छ इन्भोइस नम्बर प्लेटमा। नीलो नम्बर प्लेट भएका सवारीले कस्तो सवारीलाई बुझाउँछ भनेको छ। कूटनैतिक सवारी साधन भयो। तेस्रो पक्ष बिमा भनेको के हो भनेको छ। तेस्रो पक्षको बिमा भनेको पैदल यात्रुको लागि गरिने बिमा। बढी भार तान्नु पर्यो भने कुन गियरमा सवारी चलाउनु पर्छ भनेको छ। 1 नम्बरमा। सवारीको सामान्य पाठपूर्जा परिवर्तन गर्न कसबाट स्वीकृति लिनुपर्छ भनेको छ। यातायात व्यवस्था कार्यालयको प्रमुखबाट लिनु पर्यो, ट्राफिक प्रहरीबाट, प्रमुख जिल्ला अधिकारीबाट। माथिका सबैबाट चाहिँ यसको यो स्वीकृति लिनुपर्छ। सवारी चालक प्रशिक्षण केन्द्रको निरीक्षण गर्ने जिम्मेवारी कसको हो भनेको छ। यातायात व्यवस्था विभागको। विदेशमा दर्ता भएको सवारी नेपालभित्र चलाउनु परेमा कसबाट स्वीकृति लिनुपर्छ भनेको छ। यातायात व्यवस्था कार्यालय प्रमुखबाट चाहिँ लिनुपर्छ यसको। मोटरसाइकलको इन्जिन मिस फायर भएको कसरी थाहा हुन्छ भनेको छ। साइलेन्सरमा आवाज पुवा पुवा आउँछ। सवारीमा पहेँलो रङको नम्बर प्लेट जडान गरिएको छ भने उक्त सवारी कुन निकायको भनी बुझ्नु पर्दछ भनेको छ। संस्थानको सवारी साधन। सवारी चालक अनुमति पत्र प्राप्त नगरी के गर्नु हुँदैन भनेको छ। सवारी चलाउनु भएन। कट आवाज आएर इन्जिन रोकिएमा के को खराबी हुन सक्छ भनेको छ। पाठपूर्जाको। मोटरसाइकलको इन्जिन चिसो बनाउने मुख्य स्रोत के हो भनेको छ। हावाले चाहिँ इन्जिनलाई चिसो बनाउँछ। विद्युतीय सवारीको प्रदूषण जाँच कहाँ गरिन्छ भनेको छ। विद्युतीय सवारीको प्रदूषण जाँच कहीँ पनि गरिँदैन। कुनै पनि एक प्रयोजनका निम्ति दर्ता भएको सवारीलाई अर्को प्रयोजनको निम्ति प्रयोग गर्न मिल्छ कि मिल्दैन भनेको छ। यस्तो गर्न कानुनी रूपमा मिल्दैन। सवारी चालक अनुमति पत्रको प्रतिलिपि कुन अवस्थामा प्राप्त गर्न सकिन्छ भनेको छ। हराएमा, च्यातिएमा, नबुझिने भएमा। सवारी चालक अनुमति पत्रको परीक्षामा मर्यादित बनाउने कर्तव्य कसको हो भनेको छ। यातायात व्यवस्था कार्यालयको। परीक्षामा बस्ने परीक्षार्थीको, ट्राफिक प्रहरीको। सवारी चालक अनुमति पत्रको म्याद समाप्त भएपछि नवीकरणको हदम्याद कति रहन्छ। हदम्याद कति रहन्छ भनेको छ। 1 वर्ष, 2 वर्ष, 3 वर्ष भनेको छ। यो कुनै पनि होइन। सवारी चालक अनुमति पत्र किन आवश्यक छ भनेको छ। सवारी साधन चलाउनलाई आवश्यक भयो।